हेलो वेलकम ब्याक टु माई च्यानल। फेरि पनि हजुरहरूलाई मेरो च्यानलमा एकदम स्वागत छ। र आज चाहिँ बिहानदेखि सुरु भएको छ मेरो ब्लग। आजको दिनमा चाहिँ म के गर्छु बिहानदेखि बेलुकासम्म हजुरहरूलाई देखाउनेछु मेरो आजको दिन चाहिँ कस्तो हुन्छ हैन। र आज चाहिँ यहाँ चाहिँ हाम्रो इलाममा चाहिँ पानी परेकै बिहानदेखि परेकै छ। हजुरहरूकोतिर कस्तो छ कुनै बेलुका पनि यता चाहिँ आएको थियो, ठुलो पानी आएको थियो यता बेलुका पनि। र हेर्नुहोस् त मेरो आँखा यहाँनिर यस्तो आउँछ क्या मेरो आँखामा चाहिँ जहिले यतापट्टि नै आउनु आँटिरहेको छ। यो के भन्छ, यो नङबिरे के भन्छ यसलाई, यस्तो साह्रो आउँछ क्या मेरो चाहिँ। हेर्नु न यहाँ सुन्ने यस्तो भइरहेछ। अहिले चाहिँ अलिकति रोकिसकेको छ पानी। अघिसम्म त कत्रो ठुलो आएको थियो भने हेर्दै गर्नुहोस् है त। र देख्न सक्नुहुन्छ साथीहरू, हेर्नुहोस् पानी परेर बिजोग भइरहेछ। पानी नै पानी। अनि यहाँ चाहिँ अहिले चाहिँ हाम्रो यहाँनिर सानो हाम्रो चाहिँ यहाँनिर किचन थियो, देख्न सक्नुहुनेछ। यहाँनिर चुला हेर्नुहोस् त यहाँ। अब त्यहाँनिर चाहिँ हाम्रो चाहिँ सानो खानाहरू पकाउने चुलाहरू थियो। अनि अहिले चाहिँ भत्काएको छ, त्यही भएर अहिले हामी चाहिँ अहिले चाहिँ अर्कै ठाउँमा पकाउँदैछौँ। अहिले म हजुरहरूलाई देखाइहाल्छु कस्तो छ भनेर। र यस्तो बिजोग भइरहेछ पानी परेर। अनि हाम्रो चाहिँ हिजो भर्खरै यहाँनिर प्लास्टर गरेको छ पेटीहरू। अनि यहाँनिर हाम्रो यहाँनिर रुमहरू छ, यहाँनिर यस्तो छ। अनि यहाँबाट भित्र जाने बाटो छ, भित्र रुमहरू छ होइन। र हेर्दै गर्नुहोस् है साथीहरू, आजको दिन चाहिँ मेरो कस्तो हुन्छ, कसरी बित्छ बिहानदेखि बेलुकासम्म हेर्नुहोस् है साथीहरू। अन्त तैसके यो चाहिँ मैले खाने दुध हो, थोरै छ, थोरै ल्याउँछु नि त म चाहिँ। अनि मलाई मात्र खानुको लागि। अनि यहाँनिर पानी पकाउँदैछु, दाल पाकिसक्यो, तरकारीहरू पकाउनु छ। हेर्नुहोस् न साथीहरू, पानी भने रोकिँदैन, परेकै छ, बिजोग भइरहेछ नि यो पानी। अब यहाँनिर अब हामी यसरी यहाँ टाँगेर बसिरहेको छौँ, पानी चुहेर बिजोग भइरहेछ साथीहरू। तपाईँहरूकोतिर पानी परेको छ कि छैन होला। त्यस्तो साह्रो पानी पनि रोकिँदैन, पानी पऱ्यो भने चाहिँ बिजोग हुन्छ कि साथीहरू। म चाहिँ अब यहाँ तरकारी पकाउनुको लागि चाहिँ कराई रेडी बनाएर राखिरहेको छु होइन। अनि तरकारी काटिरहेको छु अघि नै। अनि दाल पकाइसकेँ। अनि आज चाहिँ आलु मात्र पकाइदिउँ भनेर नि, किनभने मुन्टाहरू त छ कि यस्तो। हेर्नुहोस् त साथीहरू, अब पानी झरीमा है मुन्टाहरू टिपेर ल्याउनु पनि हुँदैन नि त, पानी झरी टिपेपछि हुन्छ। अनि त्यही भएर अब आज चाहिँ आलु मात्र पकाइदिउँ भनेर। अनि आगो पनि मजाले बोल्दैन, अब पानी झरीमा भएर पनि होला। र अब पकाइसकेपछि भेटौँला साथीहरू। म चाहिँ खानाहरू सबै पकाइसकेँ है साथीहरू। सबै देखाउँछु पाउनु त। मलाई चाहिँ यहाँ सब्जी पकाएँ, यहाँनिर यस्तो, अनि आलुको, अनि यहाँनिर दाल पनि पकाइसकेँ। अनि म चाहिँ यहाँ ठुलो पकाइरहेको छु। अनि पानी परेको छ साथीहरू, पानी परेको छ। हेर्नुहोस् न साथीहरू, रोकिँदैन पानी। कति परेको लावक्कै लागिसक्यो। यहाँ हेर्नुहोस् न साथीहरू, आकाशको पानी नै अब भरिन आँटिसक्यो। यहाँ सिटहरू यता आकाशकै पानी मात्र हो है, यहाँनिर बाल्टी पनि भरिन आँटिसक्यो। पानी धेरै भएर यहाँनिर बिजोग छ। कति चाहिँ पानी आउनु छोएको हौ छ्या। बिहानदेखिको आएकै ननिस्टप पहिरोले लान्छ होला हौ साथीहरू। हजुरहरूकोतिर पानी कतिको आएको नि, हाम्रोतिर चाहिँ पानी एकदमै धेरै आइरहेछ। त्यसपछि खानाहरू खाइसकेपछि चाहिँ मम्मी र म चाहिँ बजारतिर लाग्यौँ। बजारमा थोरै काम थियो र मम्मी र म चाहिँ लाग्यौँ। अनि अटो पर्खिँदै थियौँ तल चौतारामा। अनि चौतारामा चाहिँ म चाहिँ नक्कल पार्दै थिएँ, भिडियो बनाउँदै थिएँ। अटोहरू फेरि नआएर होइन, आज चाहिँ फेरि अटोहरू नआएर कि अरूमा कतितिर अटोहरू कुद्थ्यो, भेनहरू कुद्थ्यो। आज चाहिँ फेरि एउटा गाडी नभेटेर नि साथीहरू बल्ल एउटा अटो आइपुग्यो। त्यसपछि हामी लाग्यौँ बजारतिर अटोमा। र बेलुकैदेखि अब पानी परेकै। अनि हामी
बजार हिँड्ने बेलामा चाहिँ धन्न पानी रोकिसकेको थियो अनि ठ्याक्क घाम पनि लागिरहेको थियो नि त अनि हामी चाहिँ बजारतिर लाग्यौँ अनि बजार पनि पुग्यौँ मेला बजार अनि त्यसपछि चाहिँ मैले भिडियो बनाएँ साथीहरू र यहाँपछि चाहिँ हामी बजारमा कामहरू सकेर घरतिर लाग्यौँ। लुसी अब सुई लाउनु जाँदैछौँ, सुई लाउनु पर्छ अब तँलाई। अब लुसी बिराम भएर केही खाँदैन, भमिट गरेको गर्छ, त्यही भएर अब हस्पिटल लाँदैछौँ हामी चाहिँ लुसीलाई। फेरि बाटो नि यस्तो छ उकालो न उकालो, माथि बजार मुनि टोडी खेलमा पुग्नु पनि यति उकालो न उकालो लिएर आएको। अब म पसिना भइसक्यो, उकालो हिँड्दा फेरि कम त उकालो छैन बाटो पनि। र लुसीलाई अब यो झोलाभित्र ल्याएको नि त बोकेर अनि गर्मी भयो होला भनेर एकछिन दादाले निकालेर राखिरहेछ। कि साह्रो माया गर्छ दादाले, बिचरा आया भयो जानुपर्छ। लु अब जाउँ दबाई खानु। हस्पिटल आइपुग्यो है साथीहरू, अब हेरौँ भित्र र हामी चाहिँ वेट गर्दैछौँ हस्पिटलमा। डक्टर आउन आँट्नु भएको छ भनेर भन्नुभयो अनि म चाहिँ यहाँ चाहिँ किन भोइस ओभर गर्नु पऱ्यो भने यहाँ चाहिँ एकदमै भिडियोहरू हालिदिइराख्नु भएको थियो नि त त्यहाँनिर अनि पुरा बजिरहेको थियो अनि त्यही भएर कपिराइट लाग्छ भनेर चाहिँ मैले चाहिँ भोइस ओभर गर्नु पऱ्यो। साथीहरू देख्न सक्नुहुनेछ भिडियो लगाइदिइरहनु भएको छ होइन। अनि वेटिङ गरेर बसिरहेको छौँ अनि डक्टर आउनुभयो अनि त्यहाँदेखि डक्टर आउनुभएपछि नर्सले चाहिँ जोरोभित्र चेक गरिदियो। लुसी दुखो दुख्यो तिमीलाई टोकेन नि टोक्नु त ए टोक्ने खोज्छ त टोक्दैन किन अहिले मलाई दाटिहाल्छ नि। यहाँ भेट्टाएको यहाँ पनि छुको नि त छुए पनि यस्तो गर्छ क्या यसले टोक्दैन।